बेनीकोट सुन्तला बगैँचाको अवलोकन तथा अनुसन्धान। प्रस्तुतकर्ता म विदेश बन्था कक्षा 9 विद्यार्थी। विद्यालयको वार्षिक शैक्षिक योजना अन्तर्गत पर्ने शैक्षिक भ्रमण पदयात्रा र वनभोज कार्यक्रम यही 2082 साल कार्तिक 19, 20 र 21 गते अन्तर्गत हामी 9 कक्षाका विद्यार्थी साथीहरू र केही संरक्षित सरहरूको साथमा पदयात्रा यही 21 गते शुक्रबार सम्पन्न गरेका छौँ। विभिन्न उद्देश्यहरू राखेर गरिएको पदयात्रा निर्मल माध्यमिक विद्यालयबाट 9:30 बजे बिहानबाट सुरु गरी बेलुका 7 बजे सम्पन्न भएको थियो। सो कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर 13 भित्र पर्ने पोखरी भन्ज्याङ हुँदै ओटाङ्गी, गुदी, कुकुरढुङ्गे र बेनीकोटमा रहेको सुन्तला बगैँचाको अध्ययन गरी बेलुका हुँदै आफ्नो घरमा प्रस्थान गरिएको थियो। यस पदयात्रामा हामीले अपेक्षा गरे भन्दा धेरै उपलब्धि भएका छन्। यात्रा अगाडि राखेका उद्देश्यहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राम्रो उपलब्धि भएको थियो। साथीहरूसँगको मिलाइ भाइचाराको सम्बन्ध, मिठा कुराकानी, रमाउँदै हिँड्दाको यात्राबाट अविस्मरणीय क्षण व्याख्या गरी साध्य नै छैन। यस अध्ययनमा राखिएको उद्देश्यहरू निम्नानुसार छन्: ऐतिहासिक तथा धार्मिक स्थानहरूको अवलोकन तथा दर्शन गर्नु, गाउँले जीवनको बसाइ, दैनिक जीवनयापन र त्यहाँको मौलिकता अध्ययन गर्नु, बेनीकोटमा रहेको सुन्तला बगैँचा व्यवस्थापन, त्यहाँको समस्या र भविष्य अध्ययन गरी उचित सल्लाह सुझाव सङ्कलन गर्नु। अध्ययन क्षेत्रमा उद्देश्यको लागि निम्न क्षेत्रहरू निर्धारित: व्यासथोरामा अवस्थित कालिका मन्दिर, सोही वडामा अवस्थित ओटाङ्गी होमस्टे, गुदी र कुकुरढुङ्गे, बेनीकोट सुन्तला बगैँचा। यस अध्ययन अवलोकन पदयात्रामा त्यहाँको वास्तविकता प्राप्तिको लागि अवलोकन विधि प्रयोग गरिएको थियो। त्यहाँको रहन सहन र मौलिक अध्ययनको लागि अवलोकन र प्रश्नोत्तर विधि प्रयोग गरिएको थियो। विभिन्न समस्याहरू पहिचान गरी सानो समूह छलफल गरिएको थियो। यस अवलोकन यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा धेरै विषयवस्तुहरू प्राप्ति भएर पनि केही प्रत्यक्ष प्राप्तिहरू समावेश गरिएको छ। पोखरी भन्ज्याङमा अवस्थित कालिका मन्दिर उचित स्थानमा रहेको छ, किनकि त्यस स्थानबाट निर्मलवादी तथा दलौली बजारको मनोरम दृश्य सजिलै अवलोकन गर्न सकिन्छ। हिन्दू धर्मावलम्बी आन्तरिक तथा बाह्य पर्यटकको दर्शन, पिकनिक तथा भ्रमणको लागि अत्यावश्यक र महत्त्व दिएको कालिका मन्दिरले भविष्य बोकेको पाइयो। ओटाङ्गीमा रहेको होमस्टेले स्थानीय उत्पादन र त्यहाँको मौलिक संस्कृतिलाई महत्त्व दिएको पाइयो। गुदीको मानिसहरूको आफ्नै जीवनशैली कृषि तथा पशुपालनलाई प्रमुख आम्दानीको स्रोत बनाएको पाइयो। कुकुरढुङ्गेको आफ्नै परम्परा र किंवदन्ती बोकेको पाइयो। कुनै एक समयमा सेतु र बाँधी नदी ओर्लेर त्यस ठाउँमा पुगेको त्यस समयमा एउटा ढुङ्गामाथि बसेर कुकुर भुकेको कारणले ती नदीहरू फर्केको कारणले त्यस ठाउँको नाम कुकुरढुङ्गे नामाकरण गरिएको रहेछ। बेनीकोटको सुन्तला बगैँचाको व्याख्या गर्ने कुनै शब्द नै छैन। जीवनमा कहिल्यै नसोचेको र परिकल्पना गर्न समेत नसकिने सुन्तलाको समुद्र भएको ठाउँ रहेछ बेनीकोट। जहाँ हेरे सुन्तला, जता हेरे र जता गयो सुन्तला नै सुन्तला। त्यहाँका मानिसहरूको प्रमुख आम्दानीको स्रोत सुन्तला रहेको पाइयो। सुन्तलाबाट मनोज्ञ आम्दानी हुँदो रहेछ। यस अध्ययनमा केही समस्याहरू पनि प्राप्त भएको छ। कालिका मन्दिरमा कुनै सुरक्षा गर्ने मानिसहरू नभएको कारण त्यस ठाउँलाई नकारात्मक क्रियाकलापमा प्रयोग गर्न सक्ने देखिन्छ। कुकुरढुङ्गेमा जुन ढुङ्गाले त्यस ठाउँको नामाकरण र पहिचान भयो, त्यही ढुङ्गाको जतन नगरिएको बाटो निर्माण गर्ने क्रममा ढुङ्गा फुटाइएको जानकारी प्राप्त भयो। यस्ता महत्त्वपूर्ण सम्पत्तिको जतन गर्न नसक्ने स्थानीय बासिन्दाहरूको कमजोरी हो। बेनीकोटमा अवस्थित सुन्तलामा नयाँ प्रकारको रोग लाग्दै आएको, सुन्तला उत्पादनमा अझ सोचे जस्तो उत्पादन नभएको र उत्पादन गरिएको सुन्तला भण्डारणको लागि आधुनिकीकरण नभएको पाइयो। यस अध्ययनबाट प्राप्त भएको समस्यालाई थोरै भए पनि समाधानको लागि निम्न सुझाव प्रस्तुत गरेको छु। कालिका मन्दिरमा एकजना पुजारी निरन्तर रूपमा जति बेला पनि बस्नुपर्ने तथा सुरक्षाको लागि उचित व्यवस्थापन गर्नुपर्ने, ओटाङ्गीमा रहेको होमस्टेलाई व्यवस्थित गराउनुपर्ने,
गाउँको धेरै घरहरूमा तालचालन लागेको पाइयो। यसको प्रमुख कारण स्वास्थ्य, शिक्षा र अन्य सुविधाको कमी हुनु हो। विभिन्न समस्याहरूका कारण मानिसहरूको बसाइसराई हुने काम भएमा कुनै समयमा यस्ता महत्त्वपूर्ण स्थान खाली हुन सक्दछन्। त्यसकारण स्थानीयले विशेष अध्ययन र समस्याका उपायहरूको व्यवस्थापन गर्न आवश्यक देखियो। कुकुर ढुङ्गे मात्र महत्त्वपूर्ण ढुङ्गाको संरक्षण गर्नुपर्ने र थप आकर्षणको लागि त्यस ढुङ्गामा बसेर भुकिरहेको कुकुरको काल्पनिक मूर्ति तयार गरेर त्यस ठाउँको महत्त्व दिनुपर्ने। बेनीकोटको सुन्तला बगैँचाको विभिन्न समस्याहरू आधुनिकीकरण गरेर अनुसन्धान गर्नुपर्ने देखिन्छ। कृषि अनुसन्धान केन्द्रले त्यहाँको माटो तथा अन्य सुन्तलामा देखिएको समस्याहरूको अनुसन्धान गरी समस्या समाधानको उपाय खोज्नुपर्ने। स्थानीय प्रदेश र केन्द्रीय सरकारले कृषकहरूको लागि उचित पुरस्कार तथा अनुदानको व्यवस्था गर्नुपर्ने। विद्यालयबाट सुरु भएको पदयात्रामा व्यक्तिगत सानातिना समस्या भए तापनि समग्र यात्रा र अध्ययन अवलोकन फलदायी भएको छ। विभिन्न धार्मिक सांस्कृतिक पौराणिक जीवनको रहनसहन महत्त्वपूर्ण कृषि प्रणालीको अध्ययनको केन्द्रबिन्दु भए तापनि कयौँ अप्रत्यक्ष अध्ययन गर्ने अवसर मिल्यो। धेरै सवारी साधनको सहायताको भरमा मात्र हिँडडुल गर्ने हामीलाई आफ्नै हिँडाइको महत्त्व र अनुभव पनि महत्त्वपूर्ण भयो। यात्रा अवलोकनबाट प्राप्त भएका विभिन्न राम्रा पक्षहरू, समस्याहरू र सुधार गर्नुपर्ने विषयवस्तुलाई हामी सबै मिलेर सुधार गर्न सकेमा त्यस ठाउँको महत्त्व अझ बढ्दै जाने जिम्मेवार सुन्तला बगैँचाले निरन्तरता पाउने आशा गरिएको छ। विशेष धन्यवाद दिन चाहन्छु कालिका मन्दिर संरक्षण समिति, गुडी तथा कुकुरढुङ्गे स्थानीय बासिन्दाहरूलाई र बेनीकोट स्थानीयहरूलाई, बेनीकोटका कृषकहरू जसले मेरो जिज्ञासा र अध्ययनमा साथ दिँदै मिठा सुन्तलाले स्वागत गर्नुभएकोमा, साथै हाम्रो यात्राको योजना व्यवस्थापन र हरेक अप्ठ्यारो परिस्थितिमा साथ दिनुभएका सरहरू आदरणीय चिरञ्जीवी पन्थ र विवेक पन्थ सरलाई विशेष धन्यवाद दिन चाहन्छु। विद्यालय अध्ययन अवलोकन गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद।